तो चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ भाइसँग प्र्याङ्क गर्न गइरहेको छु। अब त्यो सक्सेस हुन्छ कि हुँदैन। प्र्याङ्क फेरि कस्तो छ भनेको चाहिँ के चाउचाउ बनाउने हो, चाउचाउ र अन्डासँग। त्यहाँमै छ प्र्याङ्क। त्यो सुरुबाट लास्टसम्म हेर्नु होला। फेरि त्यो भाइ भन्ने कस्तो छ भने हल्का चकचक गर्ने, मसँग चलिराख्ने। त्यस कारणले त्यो रिसले मैले भाइसँग प्र्याङ्क गर्ने सोच राखेको छु। अब त्यो सक्सेस हुन्छ कि हुँदैन त्यो सुरुबाट लास्टसम्म हेर्नु होला है। अहिलेको चाहिँ के बाई। सो गाइज कटिङ सटिङ पनि भइहाल्यो, हामीहरूको यही कटिङ सटिङ भइहाल्यो। अब बनाउनु गइरहेको छु चाउचाउ र अन्डा। अब आजको प्र्याङ्क सक्सेस हुन्छ कि हुँदैन भाइलाई नथापाउने गरी बनाउन लाग्छु। अहिलेको लागि नथापाउने गरी बनाइरहेको छु। सो गाइज हाम्रो तेल पनि तात्तिन लागिहाल्यो। अब भाइ अहिलेसम्म कता पो गएको छ। ठ्याक्कै त्यो आउने बित्तिकै यस्तो खतरनाक प्र्याङ्क हुनेछ त्यसले सोचेको पनि नहोला। त्यो पछितिर भिडियोमा हेर्नु होला। अन्डा त पाएन, चाउचाउ मात्रै रहेछ। चाउचाउ चाहिँ म्यागी बनाउनु छ। चाउचाउ पाकिसकेको छ। अब एकछिन पछितिर निकाल्ने छु। र भाइ पनि यतातिर कहाँ पो देखेँ कि अहिले आज कता पो गएको छु। अहिले एकछिनमा बोलाउने हो त्यसलाई। म प्र्याङ्क सक्सेस हुन्छ कि हुँदैन त्यो थाहा छैन, त्यही पनि ट्राई गर्नेछु। दुःख त मन होला चाहिँ मेरो प्र्याङ्क सक्सेस हुन्छ कि नै। बदला पुरा होगा मेरा। गाइस चाउचाउ पाकिसकेको छ। अब एकछिनमा म भाइलाई बोलाउने छु। त्यो प्र्याङ्क भनेको कस्तो भनेपछि नुनको डब्बाबाट, यो नुनको डब्बा छ नि, डब्बा यहाँबाट यो नुनलाई हल्का त्यति निकालेर खिलाउने छौँ त्यसलाई, हाम्रो भाइलाई। हल्का कमै नुन हाल्नु, नत्र चाहिँ चाउचाउमा पर्न सक्छ। हेर्न सक्नुहुन्छ। ए विनायक यहाँ त। अब त्यसको रिएक्सन कस्तो हुन्छ हेर्नु होला। यो चाक त चाउचाउ बनाएको छु। चाक आगर, चाक यार कस्तो छ भन। सो गाइस प्र्याङ्क साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। सक्सेस भइसकेको छ हाम्रो। खै मजा आयो माया साले। अबदेखि मसँग चल्ने माया साले, मसँग जिस्किने साले। जिस्के चाहिँ आज अर्कोचोटि झन् योभन्दा खतरनाक प्र्याङ्क हुनेछ तसँग, बुझिस्? चल्ने 5 चोटि उठोस् गर त। 1 2 3 4 5। अब आए ना लाइन पे। हामीहरूको भाइ चाहिँ यता आइज। सो गाइज हामीहरूको भाइ चाहिँ प्र्याङ्कमा फेला परिहाल्यो, सक्सेस पनि भइहाल्यो। कस्तो थियो चाउचाउ? बहुत नुनिया थियो दाइ यार। नुनिया थियो, राम्रो थिएन। अब चल्ने? अब चल्दैन यो। अगर चलिहाल्यो भने पनि योभन्दा खतरनाक प्र्याङ्क गर्नेछु योसँग। यसले सोचेको पनि नहोला। यो त एउटा सानो प्र्याङ्क हो। त्यो पनि तपाईँहरूलाई कस्तो लाग्यो होला लाइक र अनि सब्सक्राइब फलो गरिदिनु होला।